लगभग देशभरि चाहिँ मोन्था चक्रवातको चाहिँ असर देखिया छ हैन र आज बिहीबार आज पनि लगभग देशैभरि चाहिँ हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहन्छ। विशेष गरी चाहिँ यो लुम्बिनी प्रदेशबाट पूर्व लगभग हल्कादेखि मध्यम वर्षा हुने र एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहन्छ। त्यसका साथै बाँकी प्रदेशहरूमा चाहिँ हल्का वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि शुक्रबारलाई पनि हल्कादेखि मध्यम वर्षा एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहन्छ। माथिल्लो उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको सम्भावना पनि देखिएको छ। हल्कादेखि मध्यम हिमपात तथा एक दुई स्थानहरूमा भारी हिमपातको पनि सम्भावना रहेकोले हामी सबैजना चाहिँ अब सतर्क रहनुपर्ने छ। अहिले आत्ति हाल्नुपर्ने अवस्था चाहिँ छैन, हामी अपडेट गराउँदै जान्छौँ, तर सतर्क भने हामी रहनुपर्ने देखिएकै अवस्था छ।